होली पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपस्थित सिक्किम राज्यका माननीय राज्यपाल श्री ओम प्रकाश माथुरज्यू, उपस्थित बुद्धिजीवी वर्ग अनि महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट अनि सिक्किम सरकारको तर्फबाट 2025 को पवित्र होलीको उपलक्ष्यमा धेरै म बधाई दिन चाहन्छु अनि शुभकामना टक्राउन चाहन्छु। होली भन्नाले यो सिक्किमको मात्रै पर्व होइन, यो हामी भारतीयहरूको राष्ट्रिय पर्व हो। यो पर्वलाई बडो धुमधामसँग हाम्रो देशमा मनाइन्छ अनि यो खाली एउटै समुदायको मात्रै पर्व होइन, यो पर्व हामी भारतीयहरूको पर्व हो। त्यसले गर्दाखेरि यो पर्वलाई जति सक्दो तपाईहरुको तर्फबाट पारम्परिक रूपमा अघि बढाउने तपाईले काम गर्नुपर्छ। जुन प्रकारको पहिला हाम्रो पिता पुर्खाहरूले यो पर्वलाई मनाइन्थ्यो, जुन उत्साह र हौसलाको साथमा हामीले मनाउँथ्यौं, त्यस्तै प्रकारले यो पर्वलाई संरक्षण गरेर अघि लानुपर्ने काम तपाईहरु सबैजनाको हो अनि हाम्रो सरकारको पनि हो। र विशेष गरेर आज यो पर्व खाली एमजी मार्गको यो सानो प्लेटफर्ममा मात्र नभएर सिक्किमका विभिन्न बजारहरूमा त छँदैछ अनि आज गाउँ बस्तीमा पनि यो पर्वलाई बडा हर्ष उल्लासको साथमा मनाउने गर्छ। किनभने यो पर्व भनेको भाइचाराको पर्व हो, साम्प्रदायिक सद्भावनाको पर्व हो। होली भन्नाले रङ, विभिन्न रङ, जसरी सिक्किममा हामी भोटे, लेप्चा, नेपाली अनि व्यापारी समुदायहरू मिलेर बसेका छौं, त्यसरी नै यो पर्वमा पनि हामीले यसैलाई अंगीकार गरेर हामीले रङहरू हामी लाउने गर्छौं। हामी विभिन्न कलरहरूबाट हामी लगाएर एकअर्कामा हामी एउटा मित्रता साट्ने गर्छौं। त्यसले गर्दाखेरि म तपाईहरुलाई आह्वान गर्न चाहन्छु, जुन प्रकारले तपाईहरुले आज होलीलाई मनाउनु हुँदै, आज बृहत रूपमा तपाईले मनाउनुपर्छ।